गुड मर्निङ। कस्तो हुनुहुन्छ? मेरो चाहिँ अहिले चिया खाँदैछु। दिनको 11 बजेछ, 10:30 भएछ गाइस। र फटाफटी एउटा कुरो चाहिँ म तपाईँलाई सेयर गर्न जाँदैछु ल। तपाईँहरू चाहिँ हाँस्नुहुन्छ कि के गर्नुहुन्छ जान्दिनँ म। एकजना आन्टीले फेसबुकमा भिडियो कल गर्नुभयो। त्यसको बादमा मैले बार काटेँ, मलाई थाहा थिएन चाहिँ त्यो आन्टी हुन् भनेर। अनि त्यसको बादमा फेरि भिडियो कल गरेँ, फेरि मैले काटेँ, फेरि भिडियो कल गरेँ, फेरि काटेँ। अनि त्यहाँबाट फेरि मैले लास्ट टाइम प्रोफाइल चेक गरेँ। त्यसको बादमा हेरेँ अनि आई मेरो छैन। अनि त्यहाँबाट मैले फोन उठाएर थुप्रो बेर बात गर्नुभयो। त्यसको बादमा भन्नुभयो 3वटा छोरा छन् अरे। बात गर्दा गर्दै भन्नुभएको 3वटा छोरा छन् अरे। अनि त्यहाँबाट एउटा छोराको बिहे भयो अरे। अनि अब हुन त उनीहरू बिहारी के रहेछन् भने अजादै, म त अब नेपाली हो र अनि मलाई यसरी भन्नुभयो तिम्रो बोलीचाली राम्रो लाग्यो। अनि त्यहाँबाट भन्नुभयो चाहिँ तिमीलाई बिहे गर्न पाए त कति राम्रो हुने थियो होला भनेर भन्नुभयो। मैले भने दिदी मैले त बिहेको बारेबाट सोचेको छुइनँ भनेर भने। अनि उनले कस्तो टाइपले भन्नुभयो भने बिहेको बारेबाट अहिले सोचेकी छैनौ। अनि मलाई राम्रो लाग्यो भनेर भन्नुभयो। अनि मैले भने बिहेको बारेबाट मैले त सोचेको छुइनँ भनेर भने। अनि त्यहाँबाट फेरि भन्नुभयो बिहेको बारेबाट अहिले सबैले रिजेक्ट गर्छन्। अनि त्यहाँबाट जसले पनि माग्न जाँदा छोडेकी रहेछ, सबैले हेरेर छोडेका रहेछन् भनेर भन्छन् भनेर भन्नुभयो। दुनियाँले के भन्छ मलाई त्यसमा मतलब छैन। र अरूको खुसीमा म हुन्न, किनभनेदेखि मेरो खुसी मेरो लागि इम्पोर्टेन्ट छ चाहिँ म कहिले बिहे हुन्छु होइन। म आफ्नो बारेबाट म आफै सोच्छु। किनभनेदेखि आजसम्म मैले यस्तो नराम्रो गलत कदम उठाएको छु, न कसैसित नराम्रो गरेको छु। र यी सब चाहिँ तपाईँ नभन्नु चाहिँ मान्छेले के सोच्छन् भनेर। र आज चाहिँ फोटो पठाइदिनु भएको थियो। र अब मैले मन दुखाउने त कोसिस गरिनँ। उनको मन दुखायो भने के हुन्छ भने एउटा घमण्ड गरे जस्तो हुन्छ। तर डाइरेक्ट चाहिँ मैले भन्दिनँ सकिनँ चाहिँ म अजातसित बिहे हुन्न भनेर। किनकि म आफ्नै जातैसित बिहे हुन्छु, किनकि अजातसित त म बिहे हुन्ने। र त्यो कुरा भइहाल्यो। अनि फोटोहरू पठाइदिनु भयो, हेरेँ। अनि मेरो एकजना भाउजू हुनुहुन्छ, तपाईँहरू त जानिहाल्नुहुन्छ। ती भाउजूलाई मैले फोटो पठाएँ। अनि भाउजूले भन्नुभयो अहिले चाहिँ बेसै नगर, उमेर भएको छैन भनेर भन्नुभयो। त्यसको लागि चाहिँ धन्यवाद भाउजू, तपाईँ बहुत राम्रो हुनुहुन्छ, बेस्ट हुनुहुन्छ मेरो लागि। किनकि मेरो राम्रो नराम्रो तपाईँ सोच्नुहुन्छ। धन्यवाद छ तपाईँहरूलाई। यो भिडियो कस्तो लाग्यो भन्नु ल कमेन्टमा। र म चाहिँ अहिले बिहेको लागि चाहिँ रेडी छैन।